हेलो गुड मर्निङ साथीहरू सबैजनालाई शुभ बिहानी शुभ प्रभात नमस्ते है। म एउटा सानो भिडियो बनाउँदैछु। तपाईहरु चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला, लाइक सब्स्क्राइब शेयर गरिदिनु होला है। अमेरिकामा एकदम बुवाले दुःख मेहनत गरेर धेरै कुराहरू फलाइसक्नु भएको छ। मेहनत गरेपछि के नै फल्दैन र तपाईलाई सर देखाउने छु म। अनि देख्न सक्नुहुन्छ यहाँ सबै कुराहरू छ। यहाँ ए टु जेड छ तपाईहरुको, आलुदेखि लिएर टमाटर, खोर्सानी, त्यसपछि यहाँ पापडदेखि लिएर सबै कुराहरू देखाउने छु। सिमी पनि एकदम तरिकाले फलिरहेको देख्न सक्नुहुन्छ यहाँ मजाले। सबै मेहनत चाहिँ यता बुवाको हो, बुवाले गर्नुभएको हो। मेहनत गरेपछि के फल्दैन र जहाँ पनि सुन फल्छ भने जस्तै सबै कुराहरू यहाँ एकदम अर्गानिक, बाहिर किन्नु परेन, घरमै फलाएर। यहाँ आरु पनि देख्न सक्नुहुन्छ, यहाँ भान्टा हैन, भेन्डी अनि सबै कुराहरू छ यहाँ देख्न सक्नुहुन्छ। सर मैले देखाइदिन्छु, एकदम राम्रो तरिकाले आछ। कतिपय कुराहरू खाइसक्नु भयो पनि है, अनि टिप्दै खाँदै हैन, आफ्नो बारीको अर्गानिक जति बेला खाइ पनि भयो। आफूलाई खान मन लाग्यो भने देख्न सक्नुहुन्छ। उता खोर्सानी छ, यहाँ फर्सी मजाले फलिरहेको छ, फर्सी पनि छ हैन। अनि यहाँ बारीमा सबै थोक छ, उता देख्न सक्नुहुन्छ। उता सिस्नु पनि छ हैन, सिस्नु, टमाटर, करेला, भेन्डी। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ फापर छ। अनि यति राम्रोसँग आएको छ, यति राम्रोसँग फलेको छ। यहाँ पनि तपाईको करेला एकदम तरिकाले धेरै छ यहाँ करेला। अनि त्यहाँ खुर्सानी एकदम राम्रो छ, खुर्सानी यहाँ देख्न सक्नुहुन्छ मजाले। बारी गमलाहरूमा अनि सानो स्पेसमा यति राम्रो खेतीपाती गर्नुभएको छ, यति राम्रो छ।